हेलो एभ्रिवान, सम्पूर्णमा नमस्कार है। म चाहिँ अहिले हाल ग्रिसमा छु र ग्रिसको चाहिँ अब यो होल प्रोसेसको जर्नीहरूको विषयहरू समेटेर मैले एउटा भिडियो बनाएको थिएँ। धेरै त होइन, 400-500 भ्युज गएको रहेछ युट्युबमा। तर 400-500 मध्येमा धेरैजना मान्छेहरूले चाहिँ मलाई क्वेसनहरू गर्नुभएको थियो र त्यस कारणले म यो भिडियो बनाउन गइरहेको छु। र खास कुरो के हो भने तपाईँले सबैभन्दा सुरुमा चाहिँ तपाईँको एजेन्ट कस्तो हुनुहुन्छ र मेन पावर कस्तो छ भन्ने कुरा भर पर्छ। तपाईँले सुरुमा एउटा जेन्युन खालको नठगिने, स्क्याममा नपर्ने हैन, बुझेर तपाईँले एउटा मेन पावर चुज गर्नुपर्ने हुन्छ। र चुज गरे पश्चात तपाईँको प्रायोरिटी चाहिँ अब मेन पावरले कसरी दिन्छ भन्ने कुरा हो। मैले लगभग पासपोर्ट छोडेको लगभग 3 महिना 3.5 महिनामा त म उडिनै सकेको थिएँ। र अरूहरूले चाहिँ भन्नुहुन्छ कि युरोपको प्रोसेस, होल प्रोसेस चाहिँ अब 9 महिना लाग्छ हैन, 1 वर्ष लाग्छ, 8-9 महिना लाग्छ भन्छ नि त। अब त्यो कतिको लाग्छ पनि त्यसरी हैन। मेरो चाहिँ अलिकति छिटो भयो। अब त्यो कुरामा चाहिँ अलिकति तपाईँको मेन पावरहरूसँग पनि कनेक्सनको कुराहरू हुन्छ। त्यो गर्नुभयो भने तपाईँले मेन पावरहरूले नै प्राथमिकतामा राखिदियो भने अब तपाईँको जस्तोसुकै काम होस्, उनीहरूसँग त्यो लिस्टै हुन्छ कामहरूको। सो गरिहाल्छ। र तपाईँहरूले पनि एउटा के सजेसन भने, कुन काममा जाँदैछु, कामको अब के कस्तो छ, काम सजिलो अप्ठ्यारो होइन, त्यो सबै बुझेर अप्लाई गर्नु होला। ग्रिसमा चाहिँ अहिले एकदम राम्रो भिजा रेट दिइराखेको छ। धेरैजना मान्छेहरू आएकै हुनुहुन्छ। हामी आए पछाडिको पनि यहाँनिर 16-17 जना त हामी अहिले यही ठाउँमा छौँ। पहिला हामी 5 जना मात्रै थियौँ, 5 जना मात्रै आएको हामी एक लटमा। अहिले 15-16 जना पुगेका छौँ र अरू मान्छेहरू पनि आउँदै हुनुहुन्छ। र ग्रिसमा आउने चाहिँ अब धेरै प्रोसेसहरू छन्। सिजनल वर्किङमा आउन सक्नुहुन्छ तपाईँहरू, स्टुडेन्टमा आउन सक्नुहुन्छ हैन। धेरै कुराहरू छन्। अब खासै भन्नुपर्ने कुराहरू त केही छैन। तपाईँले मेन चाहिँ बुझेर गर्नु होला।